हिजो मासु पकाउँदाखेरि तल अङ्कलको घरमा यसरी पोल्दिरहेको क्या यो तेलले पुरै यो डामै डाम बसिरहेको छ मेरो चाहिँ यो राम्रोसँग देखिँदो रहेन रहेछ देखिन चाहिँ गर्मी गर्मी मौसम छ आनन्द आउँछ क्या अच्छा लाग्छ नुहाइदियो भने हैन चाहिँ कति फर्केको हो लामो जस्तो यो पनि। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि नयाँ भिडियो लिएर आइसकेँ हजुरहरूको साथमा हैन। अनि आयो सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। म पनि एकदम ठिक छु, सन्चै छु, फिट एन्ड फाइन छु भन्न चाहन्छु हैन। अनि यस्तै छ के भन्नु, अब अरू त खासै केही भन्न आउँदैन। अनि अब नुहाउनु पर्ने छ, अहिले चाहिँ दिउँसोको 2, 3, 2:30 भइसक्यो हैन। अब गाउँतिर त्यही त हो नि, अब गाउँतिर गाई बस्तु बाख्राहरू सुकाउने हेर्ने यस्तै हो कामहरू भनेको दिउँसोको काम हैन। अनि खाजा नास्ता खाने बेला पनि भइसक्यो, तपाईहरुले पनि खाइसक्नु भयो होला सायद हैन। अनि म चाहिँ अब अलि गर्मी पनि भइरहेको छ, घाम पनि चर्को चर्को लागिरहेको छ, नुहाउनु पनि छ हैन। अनि नुहाउनु छ आज, यसो एकदम फ्रेस हुनु छ। अनि हिजो मासु पकाउँदाखेरि तल अङ्कलको घरमा यसरी पोल्दिरहेको क्या यो तेलले पुरै यो डामै डाम बसिरहेको छ मेरो चाहिँ यो राम्रोसँग देखिँदो रहेन रहेछ देखिन चाहिँ यहाँ पुरै डामै डाम छ हैन। यसको औषधि चाहिँ एलोभेरा, नेपालीमा के भन्छ घिउकुमारी भन्दो रहेछ हैन। त्यो लगाउन जान्छ तल हजुरआको घरमा। अनि पुरै हात पोलेर धन्दा डाम मात्र बस्यो, फोका चाहिँ उठेन के। सो गाइज म चाहिँ नुहाउनको लागि रेडी भइसकेँ हैन, कपडा सपडा पुरै खोलेर हैन। अनि हाम्रो चाहिँ पानी यहाँ छ यो ड्रमभित्र हैन। गर्मी गर्मी मौसम छ आनन्द आउँछ क्या अच्छा लाग्छ नुहाइदियो भने हैन। त्यही भएर टक्क नुहाउनुपर्छ, सरसफाइ गर्नु पर्यो नि त आफ्नो ज्यानको हैन। गाइस मैले चाहिँ नुहाइसकेँ अहिले हैन, एकदम नुहाइदिने गरेर फ्रेस भइसक्यो। मेरो अलिकति फेसमा पनि देखिरहेको होला अहिलेको र अहिलेकोमा भिन्नता हैन, कपालमा पनि। नुहाइदिने कार्यक्रम भइसक्यो, अब कता जाने कार्यक्रम भन्ने कुरामा कन्फ्युज छु म। यता गाउँतिर जाने कि पसलतिर एउटा दाइलाई बोलाएर यता तल हाम्रो हजुरआको घर जाने कि त्यहाँनिर एलोभेरा लाउनको लागि त्यो अहिलेको पोलेको ठाउँमा कान्छो अङ्कल पनि हुनुहुन्छ। कता जाने अब एकछिनमा डिसाइड हुन्छ, त्यस पछाडि जानुपर्छ हैन। अनि ब्रो भने जस्तो गर्नुपर्छ। बाख्राहरू चराइरहेको छन् मान्छेहरूले यहाँ चाहिँ हैन, एकदमै मस्त चलिरहेको छ बाख्राहरू चाहिँ। गाइज मेरो चाहिँ पसलतिर जाने कार्यक्रम अब क्यान्सलै भयो जस्तो छ, मान्छेहरू कोही पनि छैन हैन। मसँग पनि अनि खातामा मात्र पैसा हुन्छ, अनलाइनमा मोबाइल ब्याङ्किङमा 200-400 अब 100-200 यसो अलिअलि खर्च भएको पनि। अनि गाउँतिरको पसलमा चाहिँ छैन कसैको क्युआर सिआर कसैले राख्दैन, त्यो के भन्छ नि क्युआरको फोटोसोटो क्यासै मात्र लिन्छ। अनि ती माथि उधारो खानालाई पनि च्याउ हुन्छ। अनि खाना भन्दा पनि यसो गाउँतिर अब पसलतिर गइसकेपछि अलिअलि त्यो त गर्नै परिहाल्यो नि हैन। यसो चिया चुरोट चिसो मौसम अनुसार खानै परिहाल्यो। म चाहिँ अनि हजुरआको घर हिँड्दैछु, तल हजुरआको घर हिँड्दैछु। अनि त्यो पोलेको घाउमा चाहिँ एलोभेरा पनि लगाउनु पर्ने छ हैन त। अनि त्यही त भने गाउँतिर यस्तै छ, उकालो ओह्रालो बाटोतिर हिँड्यो बस्यो, घरमा बस्दा पनि ठिक्क लाग्छ। काम केही हुँदैन, काम गऱ्यो भने त धेरै छ हैन। काम चाहिँ केही गर्नै मन लाग्दैन, के काम गर्ने खै। अनि बारी खन्नलाई अलिकति झ्याउै लाग्छ कि। अनि त्यही भएर यस्तै छ, यसरी नै चलिरहेको छ दिनहरू। चाहिँ कति फर्केको हो लामो जस्तो यो पनि। जाँदैछु म तल, कान्छो अङ्कलसँग पनि भेट हुन्छ होला। त्यहाँ गइसकेपछि चाहिँ अब भिडियो खिच्दिनँ होला। अङ्कलहरूको अगाडि अलिकति झ्याउ नै लाग्छ कि, भिडियो खिच्नलाई अलिकति कस्तो लाग्छ, बानी छैन नि त। गएर हेरौँ के कसो हुन्छ, सकेसम्म देखाउने प्रयास। के छ गाइस, हाम्रो माबिरेले चाहिँ धुलो टकटकाइरहेको छ। के गरेको माबिरे? पुरै डस्ना सस्ना टकटकाइरहेको छ माबिरे चाहिँ धुलो कक्साले। म चाहिँ अब डस्ना सस्ना च्यादी त्यसले हानेर हैन। म चाहिँ तल जानुपर्ने हुन्छ।
मेरो पुरानो घरमा हजुरआमासँग बोल्ने भन्नुभएको छ दिदी दाइ भयो अनि सो गाइस छोटो मिनी भ्लग जस्तो हैन यो भ्लगलाई चाहिँ म यतितिर अब हिन्ड गर्न चाहन्छु जसले मेरो भिडियो हेर्नु भएको छ उहाँहरूले सब्स्क्राइब नगरेको मान्छेहरूले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला भन्न चाहन्छु लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला आजको लागि यति नै छोटो मिठो 2-4 मिनेटको भ्लग सबैलाई बाई बाई है त गाइस